साथीहरू यो चाहिँ पोखराको इन्टरनेसनल एयरपोर्टबाट मैले यो भ्यू लिइरहेको छु। यहाँबाट यस्तो राम्रो हिमाल देख्न सकिन्छ कि यति राम्रो भ्यू देख्न सकिन्छ कि है मैले भिडियो नबनाइ मेरो मनले मानेन है। पोखरा भन्ने सहर यति सुन्दर यति राम्रो छ कि 3 करोड नेपालीले एकचोटि भिजिट अवश्य गर्नुपर्ने सहरमा चाहिँ मानिन्छ। यो चाहिँ एकचोटि सबैले भिजिट गर्नु होला भन्न चाहन्छु। र कतिलाई थाहा छ कि छैन यो इन्टरनेसनल एयरपोर्ट पोखराको है। तपाईँको 22 अर्बमा 14 अर्ब त भ्रष्टाचारै भएको अरे है। त्यही भएर हेर्नु न यो कामहरू कस्तो छ कि यो खासै कतिले छैन नि त होइन। एयरपोर्ट भनेपछि त अलि हुनुपर्ने हो, केही छैन क्या तपाईँको इन्टरनेसनल भनिसकेपछि हुनुपर्छ नि त होइन। सबै कुरा अलिकति केही छैन, सबै सिम्पल छ, तपाईँले देख्न सक्नुहुन्छ सबै कुरा है। त्यही भएर कति कुरा देख्नुभयो होला, सुन्नुभयो होला, हेर्नुभयो होला होइन। आउँदो इलेक्सनमा चाहिँ सबैले राम्रो व्यक्ति चाहिँ चुज गरौँ भन्ने चाहिँ म यहीँबाट सल्लाह दिन चाहन्छु। बाँकी दिनहरूमा सबैले राम्रो गरौँ, राम्रो हुन्छ कि भन्ने पलमा चाहिँ लागौँ भन्न चाहन्छु है त। यति नै भन्न चाहन्छु। राम्रो भ्यू छ, सबैजनालाई हेर्नु होला र जहाँ जस्तो अवस्था भए पनि आफ्नो देशलाई माया गर्नु होला सबै। र तपाईँहरूको लागि यस्तै राम्रो राम्रो भिडियोहरू लिएर आउनेछु। च्यानललाई सब्स्क्राइब पनि गर्नु होला है त।